यो चाहिँ हाम्रो माया सम्मान एउटा यो हाम्रो सोसाइटीको तर्फबाट सम्झना रहोस् भनेर एउटा यहाँ न्युजिल्यान्डको नक्सा भएको अनि अलिकति अरू कुराहरू छ। अब म्याडम अजिता ढकालज्यूलाई त्यस्तै किसिमले हाम्रो एनआरएलएको अध्यक्षज्यू बाबुराज धन्यवाद। अब अनि वरिपरिका मुलुकहरू हेर्नु चलन हुन्छ। त्यसै गरेर पहिला यो न्युजिल्यान्ड, अस्ट्रेलिया, जापानले हेर्थ्यो। अहिले आएर जब अस्ट्रेलियामा रेजिडेन्सियल एम्बासी स्थापित भयो त्यसपछि न्युजिल्यान्ड, फिजी, यो पेसिफिक आइल्यान्ड चाहिँ नि हाम्रो क्यानबेरा, न्युजिल्यान्डले चाहिँ एग्रिमो तत्कालै पठाएर फिजीबाट एग्रिमो आएको छैन र त्यसले गर्दा फिजीको त्यो कुरा चाहिँ नि भविष्यको कुरा छ। र म अहिले आफ्नो लेटर अफ क्रिडेन्स यहाँ गभर्नरलाई प्रस्तुत गर्ने न्युजिल्यान्ड आएको छु र त्यसै क्रममा यो उद्घोषक साथीले भने जस्तो सम्भव भएसम्म केही सहरहरूमा घुम्ने र त्यस क्रममा तपाईँहरू दाजुभाइ दिदीबहिनीहरूसित भेटघाट गर्ने एकापट्टि समस्याहरू एकापट्टि कुराकानीहरू सेयर गर्ने र उद्देश्य लिएर अहिले तपाईँहरूको समय आएको छ। यस सन्दर्भमा खास गरेर डाक्टर राजेश ढकालले जुन केही कुराहरू उठाउनु भएको छ मैले त्यसलाई अत्यन्त सकारात्मक रूपमा लिएको छु र ती कुराहरू त्यसमा केही एकाध कुराहरू छुटेका होलान्, अरू कुराहरू क्यानबेरा वेस्ट एम्बासीका इमिडिएट एउटा तत्कालका एजेन्डाहरू नै थिए। त्यसले गर्दा मैले आफ्ना विचारहरू तपाईँहरूको सामान्य 15-20 मिनटमा दुई पार्टमा गरेर राख्नेछु। एउटा म एज अ एम्बासडरको हैसियतबाट तपाईँहरूले जुन कुराहरू जुन जवाफको एउटा एक्सपेक्टेसन गरेर कुराहरू यहाँ राख्नुभएको छ एज अ एम्बासडरको हैसियतबाट ती कुराहरूको एउटा सामान्य जानकारी दिने जवाफ हुने त खास के हो र एउटा त्यसबारे के भइरहेको छ र भोलि के हुनसक्छ र क्यानबेरा वेस्ट एम्बासीले त्यसमा के गर्न सक्छ त्यो एउटा म एक्सपेक्टेसन निश्चित हदसम्म पुरा गर्ने प्रयत्न गर्नेछु। र दोस्रो जुन अलिकति देशको राजनीतिक परिस्थिति र यो अब के हुन पर्ला, अब यस बारेमा म पहिल्यै विचार राख्नुभन्दा अगाडि तपाईँहरूलाई के कुरा प्रश्न गरौँ भने ती विचारहरू म एउटा सामान्य नेपाली नागरिकको हैसियतबाट राख्दैछु, एज अ एम्बासडरको हैसियतबाट। यो जुन जब क्यानबेरा वेस्ट नेपाल गभर्मेन्टले मलाई यहाँ एपोइन्ट गर्यो र मैले हिजो त्यो आफ्नो लेटर अफ क्रिडेन्स बुझाएको छु, क्रेडेन्सियल गभर्नरलाई बुझाएँ, त्यो फर्मल्ली फुल फ्लेज एम्बासडर भयो त्यसको अर्थ। र त्यति बेला मैले एउटा आफ्नो स्पिच दिन पर्थ्यो। त्यो स्पिच पहिला क्यानबेराबाटै तयार गरेर पठाउनु पर्थ्यो यहाँको नियमअनुसार। उसमा चाहिँ क्यानबेरामा त्यो पर्दैन, यहाँ चाहिँ नि त्यो पर्दो रहेछ, किनकि त्यसको जवाफ चाहिँ नै गभर्नरले पहिल्यै रिटर्न फर्ममा रेडी गर्ने रहेछ, त्यसले गर्दा त्यो चाहिँदो रहेछ। त्यो पहिल्यै उहाँबाटै तयार पारेर ल्याएको स्पिचमा मैले 4वटा कुराहरू न्युजिल्यान्ड गभर्मेन्टसित एक्सपेक्ट गरेको छु। र एउटा टुरिज्म सम्बन्धमा कसरी एउटा टुरिज्म प्रमोट गर्ने दुईटा मुलुक बिचको, र अर्को इन्भेस्टमेन्ट जुन एउटा प्राइभेट सेक्टरको इन्भेस्टमेन्टहरूलाई नेपालमा कसरी आकर्षित गर्ने, तेस्रो एजुकेसन। र एजुकेसनको क्षेत्रमा जस्तो अघि डाक्टर साहबले उठाएका कतिपय कुराहरू त्यसभित्र परेका छन्, कतिपय छैनन्। मैले फेरि क्लेरिफाई गर्ने क्रममा टपको उनीहरूसितको हाई लेभल अफिसियलहरूसितको टपको क्रममा मैले जुन कुरा गरेँ ती कुराहरूमा कतिपय डाक्टर साहबले उठाएका कुराहरू मैले पारेको छैन, मेरो दिमागमा आएन, पारेको छैन, अब अगाडिका दिनहरूमा पर्नेछन्। र अर्को इम्प्लोइमेन्टको बारेमा र यसरी 4वटा बुँदाहरूमा खास हामीले जोड दिएका छौँ। र यो बाहेक अर्को आखिर यो चिजको लागि आधार कसरी बनाउने भन्ने क्रममा गएर अनि मैले यो भिजिट चाहिँ नि एक्सचेन्ज गर्ने, हाई लेभल भिजिट एक्सचेन्ज गरेर यो चिजको चाहिँ नि एउटा लेड गरौँ भनेर प्रस्ताव राखेको छु र उनीहरू त्यसमा रेडी भएका छन्।
यसरी जस्तो अब यही क्रममा उठिहाल्यो यहाँ डाक्टर साहबहरू हुनुहुन्छ दुईजना मेडिकल डाक्टरहरू र मैले उनीहरूलाई यो तिमीहरूले हाम्रो देशबाट डाक्टर र नर्सेसहरू यहाँ ल्याउनको निम्ति के निश्चित एउटा सङ्ख्या चाहिँ नि हामीलाई दिन पर्यो। नेपालको यो पोस्ट कन्फ्लिक्ट इरामा हामीहरू गइरहेका छौँ। यो बेलामा हाम्रो इन्फ्रास्ट्रक्चर रिबिल्ड गर्नु छ र डेभलप गर्नु छ। त्यसै गरेर हामीलाई इम्प्लोइमेन्टको समस्या छ र अहिले हाम्रो देशमा मेडिकल कलेजहरू यति खुलेका छन् कि डाक्टरहरू पनि एउटा काफी मात्रामा प्रडक्सन भइरहेको छ। त्यो अवस्थामा हामी केही डाक्टर र नर्सेसहरू बाहिर पठाउन सक्ने अवस्थामा छौँ र त्यसले गर्दा तिमीहरूले डाक्टरहरू र नर्सेसहरूको बारेमा हामीलाई केही हेल्प गरिदिनु पर्यो। पोजिटिभ तिमीहरूलाई हेल्प गर्नेमा चाहिँ पुरै पोजिटिभ छौँ। तर जहाँसम्म डाक्टरको कुरा हो त्यो चाहिँ नि हामी हुन्न त भन्दैनौँ, तर अहिलेसम्मको न्युजिल्यान्डको नियम अनुसार चाहिँ नि त्यो लगभग असम्भव छ भनेर भन्यो। कसरी भनेर भनेको हामीले 4वटा देशको 4-5वटा यस्तै भन्थ्यो, मलाई 4वटा याद छ अहिले। 4वटा देशका मेडिकल प्रडक्सनहरूलाई डाइरेक्ट एक्सेस छ र 4वटा देश भन्नाले अस्ट्रेलिया, क्यानाडा अनि युएसए, बेलायत अनि अर्को एउटा ऊ पनि पर्यो, दक्षिण अफ्रिका पनि रहेछ त्यसमा, मलाई थाहा थिएन। दक्षिण अफ्रिका यति देशका डाक्टरहरूलाई डाइरेक्ट एक्सेस छ। अरू डाक्टर चाहिँ नि लगभग नाइ भन्न नमिल्ने मात्रै हो, लगभग गाह्रो नै छ, साह्रै गाह्रो छ भनेर उसले त्यो कुरालाई डाक्टरको लागि टुङ्ग्यायो। नर्सेसकोमा चाहिँ नि त्योभन्दा फ्लेक्सिबल छ। तर त्यसबारे म सम्बन्धित संस्थासित हामी कुरा गरेर तिनीहरूसित कोअर्डिनेसन गर्ने र कोअर्डिनेट गराइदिने काम गर्छु भनेर भन्यो। त्यसैले यो त मैले एउटा जस्तो उदाहरणको लागि मात्रै। र अरू डाक्टर साहबले उठाएका कुराहरूमा जस्तो खास सामान्य त्यो भिजाहरूको त्यो पासपोर्ट रिन्युअलको कुरा हो, त्यो त्यसमा त 2 मात्रै छैन पासपोर्ट। अब जस्तो यहाँ बाबुराले नि हुन्छ। अब पहिला केही मिसअन्डरस्ट्यान्डिङ एम्बासीसित म आउनुभन्दा अगाडि न्युजिल्यान्डमा रहेका नेपालीहरूको कहीँ पासपोर्टसित रिलेटेड अथवा यस्तै केही चिजहरूमा मिसअन्डरस्ट्यान्डिङ भएको रहेछ। त्यो कुरो उहाँले मलाई रिपोर्टिङ गर्नुभयो र पछि त्यसलाई हामीले करेक्सन गऱ्यौँ। अहिले आएर म यता आउनुभन्दा लगभग केही समय अगाडि म भर्खरै काठमाडौँ गएको थिएँ र त्यही काठमाडौँ जानेभन्दा 1 हप्ता अगाडि 2-3वटा प्रब्लम परेको थियो त्यसमा। त्यो पनि मलाई जस्तो लाग्छ हिजो हामीहरूको बिचमा कुरा भएपछि समाधान हुन्छ कि जस्तो लाग्छ। जस्तो यो $104 जुन अब गभर्मेन्ट रेटको कुरा हो र नेपाल गभर्मेन्टले तय गरेको हो पासपोर्टको लागि भने अब $104 बराबर अस्ट्रेलियन पैसा चाहिँ नि नेपालको त्यो एम्बासीको रिभेन्यू एकाउन्टमा राखिदिनु भनेर जुन भन्यो त्यो र पोस्टेज चार्ज प्लस गरेर भनेर जुन हामीले त्यसको वेबमा सूचना राखेको छ। र त्यसले अहिले पछिबाट आएर के समस्या अलिकति 3-4वटा पासपोर्टमा समस्या कसरी पर्दैन पहिला थिएन। यहाँबाट त्यो दिन राख्दाखेरि $104 बराबर न्युजिल्यान्ड डलर राख्ने अनि राखेपछि एकातिर त्यो पठाउनेले यहाँको चार्ज पनि तिरेको हुन्छ, अर्कोतिर त्यो राख्दा त्यो पठाउँदाखेरि के हुँदो रहेछ उहाँ पनि काट्दो रहेछ हेर्नु। अनि काटेर $118 बराबर पोस्टेज चार्ज सबै गर्दा 118-19 कति डलर आउँछ त्यति पठायो। अनि त्यहाँ हाम्रो चाहिँ नि एकाउन्टमा पैसा जम्मा हुने बेलामा 104-5 कहिले $11 जम्मा भयो। के छ र पहिला लगभग अब त्यो ब्याङ्कको रेट हो त्यो भन्न सकिन्न। अब त्यो समस्या कसरी समाधान गर्ने भनेर पहिला जुन प्रब्लम परेको थियो अर्को एङ्गलबाट फेरि प्रब्लम पऱ्यो भन्ने कुरा भयो। हिजो मात्रै मलाई न्युजिल्यान्डका साथीहरूले सुझाव दिँदै हुन्थ्यो कि अब त्यसलाई चाहिँ नि अब त्यो बराबर भनेर पनि नजाउँ, $104 बराबर अस्ट्रेलियन डलर या न्युजिल्यान्ड डलर राख्ने भनेर पनि नजाउँ, त्यसलाई सिधै $104 एम्बासीको यो रिभेन्यू खातामा जम्मा हुनुपर्छ भनेर जाँदाखेरि त्यो समस्या समाधान हुन्छ भन्ने कुरा हो। अनि फेरि त्यति बेलै एउटा एएनजेडको बिजनेस म्यानेजर पनि हाम्रो गेस्टमा हुनुहुन्थ्यो, आउनुभएको थियो मलाई। अनि उहाँसित यसलाई कसरी समाधान गर्ने भनेर सोधेको, उहाँले के भन्नुभयो भने यो प्रब्लम छैन, तिमीहरूले पठाउँदै के भने एउटा हुन्छ यहाँबाट तिमीहरू न्युजिल्यान्ड डलर पठाउँछौ, न्युजिल्यान्ड डलर पठाउने उहाँ उसले अस्ट्रेलियन डलरमा कन्भर्ट गरेर पैसा राखिदिने हुन्छ एउटा। त्यसो गर्दा उसले न्युजिल्यान्ड डलर उसको ब्याङ्कमा को एकाउन्टमा जम्मा हुन्छ अनि त्यो न्युजिल्यान्ड डलरलाई अस्ट्रेलियन डलरमा कन्भर्ट गर्दा त उसले स्वतः चार्ज लिन्छ। तिमीहरूले यहाँबाट 2टा पैसा पठाउनु मतलब अस्ट्रेलियन डलर पनि पठाउन सक्छौ, न्युजिल्यान्ड डलर पनि पठाउन सक्छौ। गएर ब्याङ्कमा अस्ट्रेलियन डलर म पठाउन चाहन्छु भनेपछि उताको पक्षले चार्ज लिँदैन, त्यो त उसको ब्याङ्कमा अस्ट्रेलियन डलर जम्मा भएको छ तिमीहरूको खातामा, त्यहाँ त चार्जको कुरै आउँदैन।
अब न्युजिल्यान्ड डलर भएको भए अनि फेरि त्यसलाई उसले चेन्ज गरेर राख्दाखेरि 4 को कुरा हो भनेर भन्नुभएको छ। अझै यो टेक्निकल कुरो मलाई त्यति थाहा छैन। यदि यही हो भने चाहिँ नि त्यो इजिली समाधान हुन्छ भन्ने मलाई लाग्छ। अब अरू अनुवादको कुरा हो, त्यो हुन्छ, अनुवादको कुरा भइहाल्छ, अहिले पनि त्यहाँ भइरहेको छ। हिजो आज फेरि के थियो, लाइसेन्स पनि धेरै जसो नेपालमा पनि अङ्ग्रेजीमै हुन थालेको छ। त्यो डिएटेड यी चिजहरू धेरै मेरो पनि अङ्ग्रेजीमै थियो, डाइरेक्ट मेरो ट्रान्सफर भइहाल्यो डिप्लोमेट लाइसेन्समा। त्यसले गर्दा उहाँ अघि डाक्टर साहबले उठाएको कुराहरू जुन एम्बासीसित रिलेटेड कुराहरू र एम्बासीबाट एक्सपेक्ट गरेर यहाँका नेपालीहरूको प्रतिनिधित्व गर्दै डाक्टर साहबले जे कुराहरूको एक्सपेक्टेसन त्यसमा गर्नुभएको छ ती कुराहरू पुरा हुन नसक्ने कुनै पनि कुरा छैन। एम्बासीसित रिलेटेड कुराहरू, ती कुराहरू एम्बासीले अनिवार्य रूपबाट पुरा गर्नुपर्छ र त्यसमा एम्बासी सचेत छ र कहीँ कतै केही कमी कमजोरी भएछ भने अब यहाँहरूले सिधै मेरो नाउँमा फोन गर्नुभयो भने चाहिँ मलाई फोन गर्नुभयो।